वेलकम छ सबैजनाले हाम्रो भ्लगमा। हामी आज छाङगान्साको गुम्बाको यो देखिरहनु भएको छ पहाडहरू। यही पहाडमध्ये एक पहाडमा हामी जाँदैछौँ अनि एकदम रमाइलो हुनेवाला छ। सबै साथीहरू देखिरहनु भएको अगाडि हामी नेपालीहरूको जम्बो टोली छौँ र सब घुम्न जानला छौँ। तपाईँहरूलाई यहाँ अस्ति पनि हामीले बुद्ध जयन्तीको बेलामा देखाएको गुम्बा पनि आज राम्रोसँग देखाउँछ। अस्ति बन्द भएको कारणले गर्दा राम्रोसँग देखाउनु पाइएन। अब आज चाहिँ एकदम राम्रोसँग देखाउनेछौँ। भित्रको सजावट पनि एकदम राम्रो भइरहेछ। अब यताको नि बुद्ध जयन्ती आउँदैछ यता र आज हामी पहाडमा ट्रेकिङको लागि नि आएको हौँ। खास गरी चाहिँ रमाइलो गर्नेछौँ र त्यहाँबाट एकदम मनोरञ्जन दृश्य देख्नेछौँ देखाउनेछौँ र आजभोलि हेर्न सक्नुहुन्छ एकदमै हरियाली भएको छ। जङ्गल सङ्गल सबै एकदम रमाइलो भएको छ। अस्ति चाहिँ खडेर लगाए जस्तो एकदम केही थिएन र हाम्रो साथीहरू चाहिँ कोही अगाडि छन् कोही पछाडि छन्। आज अलिक ढिलो भयो आउनाले अझ हेर्दै गर्नु होला र हेर्न सक्नुहुन्छ यहाँ छाङगान्सा ल हेर्न सक्नुहुन्छ ओसिनाल र आजभोलि चाहिँ एकदमै हरियाली एकदम रोमाञ्चक दृश्य रमणीय दृश्यहरू देख्न सक्नुहुन्छ र सबै कुराहरू एकदम राम्रो भइरहेको छ। राम्रो छ, मौसम पनि एकदम राम्रो छ, शीतल शीतल। अब गर्मी पनि सुरु हुन लाग्यो। मान्छेहरू पनि हेर्न सक्नुहुन्छ गाडीमा एकदम धेरै आउँदैछ। कोरेनहरू पनि एकदमै धेरै आउँछन् यता गुम्बामा र हेर्न सक्नुहुन्छ अगाडि अगाडि हिँडिरहन्छन् केटाहरू एकदम जोस जागरको साथ। धेरै गुम्बामा पहाडमा ट्रेकिङ जाँदैछौँ सबैजनाले। धेरै धेरै मान्छेहरू हुनुहुन्छ यहाँ अनि यहाँ हुनुहुन्छ सन्तोष अङ्कल हुनुहुन्छ यहाँ सबैभन्दा जेठा बाठा भैयाहरूले यस्तै ल्याउँछ त उता हाम्रो नेपाल चाहिँ सर्टकट बाटो थाहा छ भने तपाईँलाई सर्टकट बाटो थाहा छ भने तपाईँलाई सर्टकट बाटो यही हो यहाँको माथि जाने। हामी अस्ति झरेको थियो नि गाडी आयो। हाम्रो ट्रेकिङ चाहिँ अब यसरी सुरु हुँदैछ साथीहरू। अनि हामी तपाईँहरूलाई मार्च ट्रेकिङमा देखाउनेछौँ। यहाँ पनि राम्रो छ छकफानाम गुम्बा चाहिँ यहाँबाट माथि केटाहरू त यस्तो ग्याङ हिँडेको रिल हान्नु न यार। त्यो अस्ति त्यसो र त किरण र श्याम पनि उहाँमाथि मिसिसक्यो बोकाहरू यस्तै कि यो त्यस्तै मरेछ यार। जहाँ भिडियोमा भन्नु नि तपाईँले मान्नु पर्ने हो र। तपाईँको भन्नु न कति हान्दिनु के हान्ने 40 हान्ने त मैले 4 घण्टा 40 नै 20 हो यार। के 20 20 हान्ने 20 हान्यो चाहिँ के 40 हान्ने। तपाईँ कति हान्ने? ऊ कोही लालजीले के 40 हान्ने भन्दा टुम्ले पानी त्यसको जग्गामा 4 घण्टामा 40 ल हाम्रो एम दाइ चाहिँ यहाँको शान्तिले एआई हो, याद गरेर राख्नु होला। हामीले केही बुझेनौँ भने अक्सफोर्ड युनिभर्सिटीको डिक्सनरी सबै खाइदिएको मान्छे, 6 लाख मिनिङ छ अरे त्यहाँ। सबै खाने मान्छे। हाम्रो घर पनि खाइदिन्छ मुसाले। तर एम दाइले फेरि अक्सफोर्डको स्पेलिङ सोद्धाखेरि भन्नुहुन्न उहाँले, किन थाहा छैन। एकदमै त्यो क्यामेरा छ त हातमा हाल्नु ठुलो बस्ने त दिए अहिले चाहिँ रियल भ्लगर जस्तो क्यामेरा मोड अन गरे। ल केटाहरू चाहिँ यसरी ट्रेकिङ सुरु गर्दैछन् यति हरियालीमा। हेर्नु शीतलमा हाम्रो सन्तोषले गोरी भइसक्यो यहाँ। अब यहाँनिर रेडी हुँदैछ अब माथि जानको लागि। यहाँबाट 20 मिनट मजाले हिँड्यो भने 20 मिनट, बिस्तारै हिँड्यो भने 30 मिनट।
गुम्बामा पुग्ने त्यति त्यहाँबाट अलिक माथि जानुपर्छ फेरि 5 मिनट 10 मिनट ल 12:38 1 घन्टा हस्यो 40 भनौँ न 40 भनेपछि 12 बजेर 10 मिनट पुग्नु पऱ्यो हामी त्यो हिँड्नेहरूले राखेर 30 मिनटमा पुग्नुपर्छ 30 मिनटमा अनि लम्केर हिँड्नु भयो हर बजिरे आरा बजे पार्ली बस्यो ओइ यहाँसम्म केटा लम्क्यो यसरी पुग्दैन 1 घन्टा लाग्छ फेरि ल लाइनले सबैजनालाई गीत पनि गाउनु ल गीत चाहिँ गाउने केटाहरू थाकेको छ यार यसो ट्रेकिङ हो कि पसिना ल्याएर ट्रेकिङ आइपुग्यो अब तर डाँडा पुग्दा अझै छ यार गुम्बा हो यहाँ भर्खर घुम आइपुग्यो थाहा छ नि आज छैन अब एकछिन त्यहाँबाट 10 मिनट पुग्छ कि 10 मिनट नहुनु माथि भिड चढ्नुपर्छ भनेपछि अनि अब त्यहाँ 20 मिनट पुग्दैन त अब यही त हो नि अब त गुम्बा 6 मिनट त मजाले पुग्छ गुम्बामा मैले भने नि माथि गुम्बा छ नि यहाँ गुम्बा छ त्यस्तो अलिक माथि पनि एउटा यस्तो भिरमा छ कि बाटो भयो मूर्ति बाटो गर्छ नि त पिच पिच छाडिन ओ त्यहाँ देखियो के हो बेटा चढ्दै रहेछ त्यहाँ ऊ चढ्दै बाटो ऊ माथि ऊ सादा सिरसा तमा दिहाल तलाई लाउरे आइले घर बदेललाई भेट लाए ल फेरि भाग चाहिँ समातौ नाम रेडी गरौँ नाम ल ल हेर्नुहोस् यस्तो रमाइलो हुन्छ लालाले भेटियो यहाँ बसेर केटाहरूलाई नोने घर बदेल यस्तो आएर त भेटियो लास्ट आवरमा भेट्यो है फाइनली गाइज हामीले भेटाउन सफल भएका छौँ उहाँलाई नै हामीले खोजिराखेको दुधेर बसे जस्तो सर बन के छ कतिको भयो नि लडाइँ कतिको भयो बाटोमाहरूको साथीहरू त भेटेन नि एउटा कोरियन आजसी भेट्थ्यो होइन अरे नानीहरू जङ्गली केही भेट्यो जनावर साथीहरू पार्ली खानु दियो वर्षी यो किन रोक्यो होइन भेट साथै किन रोक्यो होइन त्यो आज डराएर बसेको रहेछ यहाँ होइन हामी एकदमै पिक पोइन्टमा आइपुग्नु लाग्यो एकदमै धेरै नै गर्मी पनि भइरहेछ हावा त चलिरहेको छ एकदमै गाह्रो भइरहेछ माथि निस्कल्ने कुनै चान्स छैन हाम्रो केटाहरू थकाइ लागेको अवस्था छ हेर्नुहोस् यता सबैजना सिधै यसले भन्छ त मलाई त हुन्छ होइन यो सही बाटो हो यहाँ घुरेर आउने हो त्यहाँभन्दा छिटो जान्छ जान्छ छिटो एउटै मान्छे भेटिन्छ एउटै बाटो क्या यो डाइरेक्ट सिधै जाने बाटो त्यो त घुमेर आउने हो यहीँ माथि हो त्यो त घुमेर यहीँ आउने बाटो हो कहीँ जाने बाटो होइन हरियाली छ एकदमै एकदम रमाइलो देखिरहेको छ तर गर्मी पनि भइरहेको ल हेर्नुहोस् जङ्गली बजेर भन्दा कम थियो मौसमको पालन निक्ल्यो क्या के गीत गाएको पप गीत तपाईँकै जमाना गीत हो त्यो त तपाईँको जमानाको एकदम प्रख्यात गीत हो यो हामी सानो थियो गीत हावा सरेर चल्ला एकदम गर्मी भयो
गौतम बुद्ध जन्मेको देशको मान्छे भएर होला अब गुम्बाहरू देख्दाखेरि आउनु मन लाग्छ। तर यताको गुम्बा चाहिँ अलिक फरक टाइपको हुन्छन्, तर पनि एकदम मन शान्त हुन्छ। यस्तो पिसफुल ठाउँहरू भन्छ गुम्बाहरू। म एक मिनट ध्यान गर्न चाहन्छु यहाँ। र यति राम्रो गुम्बा छ तपाईँहरूले देखाउँदैछ हामी। ल हामी दृश्य लान्छ गुम्बा दृश्य माथि छ नि एउटा, र हामी अझै योभन्दा माथि पिकमा जाँदैछौँ। ल हामी चाहिँ ल टोलीहरूले यहाँ ढोकिरहेको छन् है। यस्तो ढुङ्गा छ केटा। आफ्नो रिसाले ढोक्छ नि त कहिले। दामी ल त्यसलाई मिलाएर राख्नु। कहाँ खोजेर घुम्ने जना यहाँ साथीभाइहरू रेडी भइसकेको छ रियल हाइकिङ गर्नको लागि। लेट्स गो। ल तिम्रो भिडियो नि खिचिदिन्छु म। ल बस्नु दाइ हजुर तपाईँपट्टि नि क्यामेरा फर्काउनु को छ यसो पछाडितिर। फर्किन्छ भाइ यार। ल ठाउँ चाहिँ यस्तो छ साथीहरू, पहिला पनि आइसकेँ हो म। पहिला त्यो माएको तेज भाइ ल्याएको थियो। ल ल साथीहरू अब हाइकिङ सुरु हुनको लागि यहाँ देख्न सक्नुहुन्छ डोरी मजाको एकदम बलियो। हेर्दाखेरि अलिकति बलियो नदेख्ला तर दामी डोरी छ है यो, एकदम रमाइलो हुन्छ। प्राय हामी यो म्याङ्गेको दाजुभाइहरू यसमा चाहिँ प्राय आइरहेको हुन्छ। यो ठाउँमा चाहिँ अब छाङगान्छको डाँडामा तपाईँहरूले मजाको भ्यू पोइन्ट मजाको सिन देख्न सक्नुहुन्छ होइन त। बस्नु दाइ के कसो हो? दामी दामी दामी। तपाईँ अलिक अहिले चढ्ने बेलामा त ए मुनिबाट खिच्नु तपाईँ, अनि पछि बन्द गर्नु है। कहाँ होइन पुरै रेकर्ड हान्ने। ल यस्तो छ है। ए ल देखाउँ त यसरी चढ्ने हो साथीहरू। रियल हाइकिङ यहाँ पछाडितिर यस्तो छ, पछाडि देखाइदिउँ त रियल हाइकर। ओ ढुङ्गा लाग्लो। ल साथीहरू ल एकदम होसियार है। ल माथि दुईजना पुगिसकेको छ। ल अब मेरो पालो है त, पालो बिल है त। ल है यसरी चढ्ने हो कि आनन्दले, नडराइ हुन्छ हौ। ल म सफल भइसकेको छ। पास भयो। पहिला सुरुमा आउँदा त लास्ट डर लाग्थ्यो, अहिले त ऊ क्या सरी भर्खर गाडी उता लाउँदैछ भर्खर। क्या डराइदिएर पहिलोबाट ग्याससँग मान्छे सोर्लै त्यहाँ मुनि मान्छे रेडी बस है। दरो पारेर समातेर आउनु। माइक पनि बोकिरहेको छ फेरि। कस्तो लड जस्तो गरेर दाइ पहिलोबाट आएर म नि जान्छु ल। ल यस्तो छ है। ग्याङहरू पुरै रेडी छ। कोही गिटार बोकेर क्यामेरा बोकेर यस्तो रियल हाइकरहरू त यसरी हिँड्छ क्या। एक हातले खतरा हो क्या, एक हातले कसरी सक्छ त। ल टाइमिङमा आइपुगेछ ठ्याक्क यार। सब भइरहेको भइरहेछ यहाँ। ल रियल हाम्रो ग्याङ लिडर उता ग्याङ लिडर पनि आइपुगिसकेको छ। ग्याङ लिडर उसले हो क्या यहाँ मासु ल्याउने। यति हो भने तपाईँ सबभन्दा डराएर तपाईँ आएको थियो। नेपाली आज थाहा पाउनु पर्यो नि यार। यहाँ सम्धिले पुरै पानी बोकी बोकी आइरहेछ यार। पानीको बोतल लड्ला है फेरि। त्यही त मान्छे चाहिँ लड्नु भएन, बोतल त फुटोस् बरु। होइन पानी चाहिन्छ। ऊ फेरि अर्को नि ऊ त प्रायः सधैँ आउने मान्छे, उसलाई त त्यहाँ सजिलो हो कि यार। सल्लाहको पनि हल्ला धेरै गर्ने क्या नेपालीहरू खुरुची। ल यति हो हाम्रो। ल जाम जाम जाम। अब रियल भ्यू पोइन्ट चाहिँ माथि छ साथीहरू। तिमी सुतेर आयो क्या एक राउन्ड? ए दोस्रो चोटि हो मेरो चाहिँ। ल रियल लिडरले त प्रायः ग्याङहरूलाई हाम्रो
कम्पनीको साथीहरू सबैले ल्याउने रियल लिडर त भर्खर आइपुगेछ भर्खर ल के छ त भस्मी दाइ तपाईँ पहिला आउनु भएको थियो कि थिएन यता यस्ता डाँडा त म त कति चढे ल हाम्रो डेस्टिनेसन समर भ्याकेसन स्टार्ट हुँदाखेरि सुरुवात हाइकिङ चाहिँ यहीँबाट सुरुवात भएको छ अब टाढा टाढा धेरै राम्रो राम्रो ठाउँ चाहिँ टाढा पऱ्यो क्या यति हो ल यतातिर चाहिँ अलि जोखिम भएर यता छेउछेउमा जानुहुन्न यताबाट मन्दिर लड्ने चान्स हुन्छ ल यहाँबाट भ्यू पोइन्ट उल्सान साइड होइन यता अलिक भिड छ खत्रै भिड छ त्यतातिर चाहिँ जानुहुन्न यताबाट माथि जङ्गलतिर गएर टक्क शीतल बस्ने हो वाह वाह तलको गुम्बा त्यही हो होइन होइन अझ तल त्यहाँ होला त्यो गुम्बा त्यही हो होइन पैतानी होइन माथि माथि बसिसक्यो जाम 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 चलो 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 छलमेन गर्दै गर नि तिमी 2 4 6 8 सिर्दै 9 हामी 8-9 जना साथीहरू यहाँ आज हाइकिङको लागि ल्याएको छ राइट यहाँ भ्लगिङ हान्दैछु हो धेरै पछि भ्लग बनाएको भ्लग त एकदम बनाउन रुचाउँछु युट्युब च्यानल पनि छ तर भ्युज राम्रो गएन क्या साथीभाइको माया चाहियो ऊ यहाँ लाफिङ बुद्ध यहाँ रेडी भएर बसिरहेको छ पुरै यहाँ हेर्नु त यस्तो व्यवस्था यो रियल हाइकर भन्ने व्यवस्था कस्तो छ त दामी छ नि त व्यवस्था खतरा ल्याएछ यार ल विवेक सर तिमी यता कतिचोटि आएको छ भन्दै म त यहाँ आएको नि लगभग भइसक्यो 2 चोटि चाहिँ भइसक्यो है योसँग योसँग। पहिला हामी दुईजना आएको कि है त्यही त हामी सँगै आएर रमाइलो गरेर गयो त्यसपछि यसपालोमा नि अब रमाइलो हुन्छ भन्ने आशा छ ल तपाईँको एक्सपिरियन्स सुनाइदिनुहोस् भस्मे दाइ चस्मा लगाइहालौँ है ल लगाउँ ल हाइट प्राडाको लुक्स देखाउनु पऱ्यो नि त सुन्नु प्रश्न प्रश्न अब तपाईँलाई यहाँ न्यू एक्सपिरियन्स कस्तो भयो त हजुरलाई म यो माथि चाहिँ आज पहिलोचोटि आएँ यहाँ तलतिरसम्म चाहिँ आएको थिएँ होइन अँ अनि यहाँ माथि चाहिँ आज पहिलोचोटि चढेको यस अनि रमाइलो छ यतापट्टि हेर्नुहोस् पुरै दामी भ्युज नेपालको जस्तै लाग्यो मलाई त खासमा त होइन अँ ठ्याक्कै मेरो घरभन्दा थोरै माथि गयो भने यस्तै हुन्छ भाइ सेम है देखेको हो तर यहाँ चाहिँ पहिलोचोटि देखियो अनि दामी छ अँ उतापट्टि समुद्र देखिन्छ हजुर यतापट्टि कम्पनी होला नि सायद यो कहाँको पुल हो त्यो तर मलाई मन पऱ्यो ठाउँ जे होस् तपाईँ गाउँघरको याद आयो जे होस् याद दिलाउँछ फिलिली अनि साथीहरू पनि फेरि टन्न आइदिनु भयो दाइभाइहरू झन् खुसी मेरो दाइ ल भन भाइ हजुरको एक्सपिरियन्स कस्तो भयो त अनि अघिको त्यति छोटो हो त्यो कताबाट धोला त्यहाँ हान्दैछ है चेन स्मोकर हो त्यो त दामी हेर्छ होइन भ्यू हेर्दाखेरि चाहिँ आनन्द आउँछ अब यहाँ एउटा गीत कम्पोज गर्नुपर्छ हामीले होइन हजुर हाम्रो गिटारिस्ट जो मिस्टर भस्मे त्यही छ यस गायक गिटारिस्ट रियल गिटारिस्ट गायक हाम्रो कमल भाइ छँदैछ राइट गायक यता छ है गायक अब ड्रम श्रम त म बजाइहाल्छु डाडम डुडुम यहाँ त ड्रम ढुङ्गा बजाइ मात्र हो दाइ यहाँ त ढुङ्गा बजाइ मात्र हो कि अब ड्रममा बजाउन हाम्रो दाइलाई लाला दाइलाई ए ला त्यो त मादल बजाउँछ मादल हाम्रो छ नि त्यो बन्दीपुरैमा भेटौँ न हामीले मादल बजाउँछ चाहिँ त्यो चाहिँ हाम्रो लालाले बजाउने काम चाहिँ हजुर त्यो मोटे हाम्रो बाजे पनि आउँदैछ बाजे पनि अस्ति जोसमा आउँदैछ बाजे पनि हो नातिले बाजे पनि ल ल्याइसक्यो बाजे नातिलाई आउँदैछ है पनि आइसक्यो हाम्रो मिनी ब्लग बाजे नाति है यसरी गीत गाइदिनु पर्छ है ल के एक्सपिरियन्स सुनाउनु तपाईँको फर्स्ट टाइम हो यहाँ सेकेन्ड टाइम हो मेरो सेकेन्ड टाइम हो रमाइलो भइरहेछ ग्याङ लिडर तेजै हो त्यस नै हो ग्याङ लिडर यता आउनु पर्यो यहाँ भ्लगमा ल गाइज हाम्रो रमाइलोपन भने चाहिँ यसरी हुन्छ हाम्रो ठुलो ग्याङ छ यहाँ काम त म त एउटै कम्पनीको हो हामी सबैजना अनि एकदम भ्लग स गर्न रमाइलो हुन्छ ल छेउछेउमा नजाऊ है ल दिस इज द फाइनल भ्यू अफ छाङान्छको डाँडा ल यता फोटो सुट हुँदैछ हाम्रो ग्याङ लिडर तेज के हाई भन्दै हो नि त अनि Hi everyone, we are all single. Thank you so much. We are all single. So can we be mingle? Comment down below guys. ल है त यस्तै हो साथीभाइहरूसँग आज बबालले रमाइलो भइरहेछ होइन त ल गिटारिस्ट ल गिटार बजाउनु पर्यो नि त अनि ट्युन मिलाउँदै हो भर्खरै राइट लुक्स त कडा छ त अनि गीत पनि रकस्टार हो नि राइट अलि पहिलाको कपाल भएको भए चाहिँ रकस्टार हुन्थ्यो अहिले त अलि के भनिन्छ नि त्यो अर्को स्टार चाहिँ हो ल विवेक हामी त पहिला नै आइसक्यो गीत सित गाएर गएकै हो त्यही त एकदम केही रमाइलो भइरहेछ। भ्युअर्सहरूले एउटा मिठो शब्द देऊ नि त यसो मिठो शब्द सबैलाई माया छ है मेरो सबैलाई माया छ अनि विवेक सिङ्गललाई कोही मिङ्गल हुन चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्नु पऱ्यो है हजुरहरूले राम्रो एउटा पार्टनर चाहिँ आवश्यक छ हाम्रो विवेकलाई
एकदम गुड बोय जेन्टल बोय हाम्रो यहाँ सम्झेको त कुरै नगर अब भ्याइ नभ्याइ होला गफ हान्नलाई एकदम शान्त सिधै के भाउजूलाई मेसेज हान्नु पर्यो नि त अनि यहीँबाट भिडियो मार्फत ओ सेलरोटी हेर्नु ल सेलरोटी यस्तो हो क्या हाम्रो खाजा चाहिँ सेलरोटी दाई बिहान 4 बजी उठेर बनाएको यस्तो जोस कसको आउँछ भन्दाखेरि दाईकै आउँछ है ए अलि जोस आउने भनेको सेलरोटी खाने बेलामा दाई नै हो क्या हाम्रो लालाले रोटी कस्तो छ कस्तो लाग्यो अनुभव कस्तो छ रोटीको साइज रोटीको साइज रे तपाईँले टायर जस्तो गोलो त्यहाँ रोटी बनाउने बेलामा त्यो जोडेको थाहा नहुने रोटी बनाउन सक्नुहुन्छ होइन कतिको राम्रो यहाँ गोलो कतिको राम्रो छ हेर्दा मिलेको त्यो त खासै होइन त्यहाँभन्दा म धेरै राम्रो पर्फेक्ट हो यस्ता 1200 भन्दा बढी एकै दिनमा बेचेको मान्छे हो तर बनाउने प्रयास गरेको बिहान उड्ने बेला पिठै नदेख्दाखेरि म चाहिँ अलि अलग परे पछि चाहिँ बनाइसकेका रहेछन् केटाहरूले त्यो त ठिकै छ भनेर टेस्ट गर्नुभयो त अनि हजुरले बनाएको मात्र खाने हो कि आफू यो टेस्ट बनाएको नि खाने हो टेस्ट गरेको त्यति क्वालिटी छैन ल देख्यो 50% क्वालिटी भने रोटीमा होला भन्दै यो हुनुपर्ने जो आवश्यक तत्त्वहरू चाहिँ त्यसमा नमिसिएको कारणले त्यस्तो आवश्यक तत्त्व भन्नाले के त्यहाँ मसलाहरू हुन्छन् के टेस्टी है त्यसमा सेलरोटीमा हाल्नुपर्ने मसलाहरू चाहिँ खासै त्यति नमिलेको अनि त्यसपछि यो सोडाहरू पनि अलिक कम्प्लिट तरिकाले नमिलेको ल गफ गर्दै गर्नु रोटी त म यस्तो गरे क्या सुरुमै त्यो जुनी जुनी गायो क्या पछि हेर्दा हेर्दै पारी सिद्धिला हुन्थ्यो उसले रिदिक्स हेर्दा होइन हेर्दै थियो तिमीले डाइरेक्ट त्यो हान्थ्यो क्या अनि त्यही भएर रुखमाथि चढेर होइन टावरलाई टिपेर ल एउटा अचम्मको कुरा के अरे डिप्रेसन भन्ने यो कोरियामा डिप्रेसन मोबाइलमा टावर नआएको भएर रुखमाथि चढेर गफ गर्दैछ डिप्रेसन भन्ने यो डिप्रेसन होलसेल पसलबाट लगेर आफ्नो पार्टनरहरू खोजिरहनु भयो गाइजहरु अब हामी फेरि माथिको यात्रा सकेर हामी ओह्रालो झर्दैछौँ अहिले त दुईजनाले पनि छोड्यो त फेरि 4 जना थियौँ 2 जना मात्र बाँकी रहन्थ्यो यार गीत गाएर होइन गीत सित गाएर चट्ट रमाइलो गरेर फर्कियो बाटो चाहिँ अलिकति अप्ठ्यारो नै हो तर खासमा नहिँडेका लागि होइन पहिलो फोटो गाउनेलाई त नेपालमा यस्तो बाटो हिँडेको नि योभन्दा डेन्जर हिँडेको छ नि तलतिरको जस्तो क्या भिड छ नि त्यस्तो त हिँडेको छ नि त्यहाँ
यहाँको त त्यो सुविधा राम्रो छ नि टक्क लागेर नयाँ एडभेन्चरहरू गर्नको लागि चाहिँ डोरी सोरी मजाले टाँगेर राख्दै हुन्छ त्यो चाहिँ राम्रो छ कि मेरो इयरफोन यहाँ आएछ होइन माइक उता गयो है हरायौँ क्या पल्तीबाट तल जाने है जस्तो लाग्यो ब्लकको तालमा कहाँ आइपुगेछ यार सिधै उल्टो भयो यो हरायौँ केटा पल्ती नजिक चस्मा लगाएर हिँडेछ सेट यार बाटो कहाँ पल्तीबाट काट्ने जस्तो लाग्थ्यो यार तपाईँ कहाँ हिँडेको उतापट्टि हो यो यतापट्टि हो जाने त डोरीमा यो त होइन दाइ डोरीमा चढेको त अघि त्यही छिनमै ओर्लिन्छ त्यही त के त्यो त होइन आउनु फर्किनु आउनु कहाँ हरायौँ यार ल हामी हरायौँ गाइस कहाँनिर सट्टै छिर्थ्यो तलतिर एकछिनमै त्यो ओर्लिनु बित्तिकै थियो है भने कहाँ उल्टोतिर कता आइपुग्यो यार ब्लकको तालमा जताततै बाटो छ फेरि यहाँ मुनि होला यता हो र यता होइन रहेछ हामी त आएन सुरुदेखि ऊ त्यहाँनिर रहेछ नि त ऊ यहाँनिर रहेछ यो हो त्यही त यार यो होला नि सट्टै गइहालिन्छ त्यसलाई ल गाइस हाम्रो एडभेन्चर आजको हाइकिङ भनेर चाहिँ रहेको त्यो माथि गएर फेरि मुनि झर्दैछौँ है त होइन त यार पल्तीबाट गयो नि राम्रो हुन्थ्यो होला भाइ त उताबाट गयो नि छिटो पुग्थ्यो होला त्यहाँ सक्कर पुग्ने रहेछ है ल होइन ल यस्तो मजाको डोरी छ त्यति भर पर्ने छैन है यसमा अलि मजाले उठेर होइन त्यति साह्रो गर्नुहुन्न नि डोरी हो कुहिएको आफ्नो खुट्टामा समातेर जाने ल यस्ता बाटो त म एडभेन्चर होइन सेडभेन्चर हानिदिन्छु सिम्पल होइन यस्ता बाटो फुल मिलाएर अलिकति अप्ठ्यारो नै हो यार उनीहरूले डोरी चेन्ज गर्न लापरवाही नगरेर नि सुन्नेले थाहा नि त अनि काटे प्लास्टिक त मैले त भोलि डोरी हो त भनेको होइन अनि त्यति साह्रो तिमीले झुन्डी आस्ते झुन्डी नि नि अनि लम्बा छुट्यो भने त त्यहाँ पुग्छ त ल मान्छे छुट्टिहाल्नु नि सबै आफ्नो आफ्नो ठाउँमा सबै छुट्यो हल्ला गर्दै आइयो है हल्ला हल्ला कम्प्लिट जे पस ध्यान गरेर बसिहाल्नु छ अनि हामी फेरि हल्ला गर्दै आइदिएर ऊ सिर्दै आएर तल त छ साँझ आउने ध्यान गर्ने सट्ट जाने रहेछ है सिस्टम उनीहरूको सट्ट आउने ध्यान गर्ने जाने सही सिस्टम हो त मेरो